हेलो गाइज, यो मेरो नाताले भान्जा पर्छ। घोडा चाहिँ हिँड्न मानेको छैन, हिँड्नलाई कोसिस गर्दैछ। पछाडि दिदी उभिएकी छिन् अनि दिदी चाहिँ पछाडि भागिहालिन्। नै हिँडेपछि यो आफै डराउँछ अनि हिँड्हाल्छ। यो तयारी पाटनको तयारी हो। रासनहरू बोकिएको छ। यी पछाडिदेखि सबै मेरा आफन्तहरू हुन्। यात्राको क्रममा हिँड्दा हिँड्दा घोडालाई विश्राम दिइन्छ। यात्राको क्रममा यस्तो ठाउँ पनि देखिन्छ जहाँ भेडाहरू पाल्ने गर्छन् अनि रोमान्टिक पनि छ, सुन्दर छ वातावरण। हिमालको चिसो मौसममा न्यानो घाम बिहान पख बल्ल पुगियो आफन्तको घरमा अनि सास फेर्ने समय पनि मिल्छ। केही घण्टासम्म घोडालाई पनि विश्राम दिइन्छ अनि यात्राको क्रम फेरि जारी भयो। जो यहाँ ध्वजा झुन्डाएको दृश्य देखिन्छ नि, यहाँ घाँसको पत्ता या ढुङ्गा चढाइन्छ। यहाँ अलौकिक शक्ति छ भन्ने बुझिन्छ। यी दिदीले भेटी चढाउँछिन् अनि ध्वजा पनि चढाउँछिन्। यहाँ मनले मागेको र आँटेको कुरा चाहिँ पुरा हुन्छ भन्ने विश्वास छ। हिँड्दा हिँड्दा बाटोमा यस्ता झुलुङ्गे पुलहरू पनि छन्। गाइज, देख्नलाई यति रोमान्टिक भए तापनि यहाँ स्वास्थ्यको लागि अक्सिजन एकदम कम छ। यहाँको वातावरण एकदम चिसो छ। यहाँको पानी पिउनलाई धेरै गाह्रो छ। तैपनि यात्राको क्रममा प्यास लाग्छ अनि पानी पिउन नै पर्ने हुन्छ। सिरसिरे हावाले सानो सिरसिरे हावाले अनि हिँड्दा हिँड्दा थकाइ लाग्छ, भोक लाग्छ, प्यास लाग्छ। बाटोमा बसेर खाजा पनि खाइन्छ। हिमालका रमाइला दृश्यहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।